आजको यस भिडियोमा हामीले कुरा गर्नेछौँ फिक्स्ड डिपोजिटको ब्याज दर घट्नुको मुख्य कारण के हुन् है? 2026मा साथीहरू फिक्स्ड डिपोजिटको ब्याज दर घट्नुको मुख्य कारण के रहेका छन्? अनि 2टा ब्याङ्कको साथीहरू साइड बाइ साइड कम्पेरिजन गर्नेछु। त्यसको फिक्स्ड डिपोजिटको इन्ट्रेस्ट रेट कति रहेका छन् त्यसको बारेमा जानकारी दिनेछु है त। सो अहिलेको साथीहरू सबभन्दा फर्स्टमा हामीले कुरा गरौँ नेपालमा 2026तिर फिक्स्ड डिपोजिट अर्थात् मुदती निष्पेक्षको ब्याज दर किन घटेको हो? सबभन्दा पहिलो कारण भनेको बैङ्कमा पैसा धेरै भयो। सो बैङ्कमा पैसा धेरै भएको कारणले कसरी अब घट्यो ब्याज दर भनेर तपाईँहरूलाई म अहिले भन्न गएछु। सो अहिलेको साथीहरू नेपालका बैङ्क तथा वित्तीय संस्थामा निक्षेप अर्थात् पैसा धेरै जम्मा भएको छ। तर त्यो पैसालाई ऋणको रूपमा लगानी गर्ने मान्छे र व्यवसाय कम भएका छन्। जब बैङ्कमा पैसा धेरै हुन्छ, बैङ्कलाई उच्च ब्याज दिएर पैसा तान्नुपर्ने दबाव रहँदैन। त्यसैले फिक्स्ड डिपोजिटको ब्याज दर घटाइन्छ है। अब दोस्रो कारण भनेको ऋणको माग घटेको छ। अब ऋण लिने मान्छेहरूको माग अहिले घटेका छन्। अहिले व्यवसाय विस्तार अहिले सुस्ती छ। ठुला उद्योग र लगानी पनि आक्षेपित कम छ है। ठुला उद्योग र लगानीहरूमा त्यति लगानी अहिले भइरहेको छैन। यसको अर्थ ऋण लिन चाहने मान्छे कम छ है। जब ऋणको माग कम हुन्छ, बैङ्कलाई फिक्स्ड डिपोजिटमा उच्च ब्याज अफर गर्नु आवश्यक पर्दैन है त। अब तेस्रो कारण भनेको नेपाल राष्ट्रिय बैङ्कको नीतिगत असर कसरी अब परिरहेको छ है। नेपाल राष्ट्रिय बैङ्कले समयमा नीतिगत ब्याज दर घटाउने, रिपो दर र बैङ्क दर समायोजन गर्ने जस्ता निर्णय गर्छ है। जसले कारण बैङ्कहरूको पैसा सङ्कलन गर्ने लागत घट्छ र त्यसको प्रत्यक्ष असर फिक्स्ड डिपोजिटको ब्याज दरमा पर्छ। अब चौथो कारण भनेको के हो? अब चौथो कारण भनेको समग्र आर्थिक गतिविधि सुस्त हुनु है। कम उद्योग धन्दाहरू सञ्चालन हुन्छ, आयात निर्यात र उपभोग कम हुन्छ है। अर्थतन्त्रमा त्यति चालयमान हुँदैन, त्यति चलफल हुँदैन है। यी सबै कारणले बैङ्कहरूको सुरक्षित रणनीतिमा जान्छ है। र सुरक्षित रणनीति भनेको उच्च ब्याज नदिनु हो। अब पाँचौँ कारण भनेको बैङ्कहरू बिचको प्रतिस्पर्धा कम हुनु। अहिले अधिकांश बैङ्कहरूमा तरलता सहज छ, त्यसैले उच्च ब्याज दिएर निक्षेप तान्ने प्रतिस्पर्धा कम भएको छ। सो यी थियो साथीहरू यसको मुख्य कारणहरू। त्यही भएर अहिले फिक्स्ड डिपोजिटको ब्याज दरहरू घटेका छन्। अब तपाईँलाई म साइड बाई साइड कम्पेयर गरेर देखाउँछु बैङ्कहरूमा। 2टा ब्याङ्कको है, सिटिजन ब्याङ्क अनि लक्ष्मी स्वराज ब्याङ्कको अहिले कति पर्सेन्ट ब्याज दरहरू दिइरहेको छ त्यो कुराहरू तपाईँलाई म लाइभ हेराउँछु है। अब मोबाइल ब्याङ्किङबाट सही कुरा हेराउँछु है। मोबाइल ब्याङ्किङ दुवैको मोबाइल ब्याङ्किङ खोलेर तपाईँहरूलाई म साइड बाई साइड कम्पेरिजन तपाईँहरूलाई म देखाउने छु है त। सो साथीहरू म अहिले लक्ष्मी स्वराज ब्याङ्कको मोबाइल ब्याङ्किङमा आइसकेको छु। सबभन्दा फर्स्टमा तपाईँले यहाँ लगइन गर्नुपर्ने हुन्छ। आफ्नो फेस आइडीबाट लगइन गरिदिनु होला। त्यसपछि तपाईँ यहाँ हेर्न सक्नुहुन्छ म जस्तै फिक्स्ड डिपोजिटको यहाँ कम्पेयर गर्न गइरहेको छु। फिक्स्ड डिपोजिट कति यहाँ इन्ट्रेस्ट दिइरहेको हुन्छ, कति इन्ट्रेस्टहरू छ भनेर तपाईँलाई सबै कुरा म देखाउन गइरहेको छु। जस्तै म फिक्स्ड डिपोजिटमा साथीहरू यहाँ डेढमा कुरा गर्दाखेरि तपाईँ हेर्न सक्नुहुन्छ यहाँ 3 महिनादेखि लिएर तपाईँले 24 महिनासम्म यहाँ राख्न सक्नुहुन्छ लक्ष्मी स्वराज ब्याङ्कमा है। फिक्स्ड डिपोजिटमा तपाईँ हेर्न सक्नुहुन्छ टेनर यहाँ दिएका छन्। अनि तपाईँले यहाँ कति ब्याज पाउन सक्नुहुन्छ त्यो कुरा म भन्न गइदिन्छु है। जस्तै 3 महिनादेखि लिएर तपाईँले 6 महिनासम्म राख्नुहुन्छ भने तपाईँले 3% पाउन सक्नुहुन्छ भने 12देखि 18 महिनासम्म राख्नुहुन्छ भने तपाईँले 3.5 तपाईँले पर्सेन्ट पाउनुहुन्छ भने तपाईँले 24 मन्थसम्म राख्नुहुन्छ भने तपाईँले 4% पाउन सक्नुहुनेछ भने यहाँ सबै इन्ट्रेस्ट रेटहरू तपाईँले यस प्रकारले हेर्न सक्नुहुनेछ। लक्ष्मी स्वराज ब्याङ्कमा फिक्स्ड डिपोजिट पैसा राख्न चाहनुहुन्छ भने तपाईँले 3देखि लिएर 4%सम्म तपाईँले के पाउन सक्नुहुन्छ, इन्ट्रेस्ट पाउन सक्नुहुनेछ। अब साथी तपाईँले म सिटिजन ब्याङ्कमा कति दिइरहेछ इन्ट्रेस्ट रेट है, यदि तपाईँले फिक्स्ड डिपोजिटमा पैसा राख्नुहुन्छ भने। सो अहिले साथीहरू म यहाँ सिटिजन ब्याङ्कको फिक्स्ड डिपोजिटमा आइसकेको छु। तपाईँ हेर्न सक्नुहुन्छ यहाँ म तपाईँलाई सबै कुरा म यहाँ हेराउँछु है। सो हेर्न सक्नुहुन्छ यहाँ सिक्किम टाइप भनेर आएको छ। तपाईँले 3 महिनादेखि लिएर 5 महिनासम्म यदि फिक्स्ड डिपोजिट पैसा राख्न चाहनुहुन्छ भने 2.85% तपाईँले पाउन सक्नुहुन्छ ब्याज है। अब तपाईँले 6 महिनादेखि लिएर 11 महिनासम्म राख्न चाहनुहुन्छ भने तपाईँले 3% ब्याज पाउन सक्नुहुनेछ। यदि तपाईँ 1 वर्षदेखि लिएर तपाईँले सायद 2 वर्षसम्म राख्नुहुन्छ भने तपाईँले यहाँ सायद 3% ब्याज पाउन सक्नुहुन्छ भने तपाईँले 2.5 वर्षदेखि लिएर तपाईँले 5 वर्षसम्म यदि राख्न चाहनुहुन्छ भने तपाईँले ब्याज पाउन सक्नुहुनेछ है। सो यदि तपाईँले सिटिजन ब्याङ्कबाट फिक्स्ड डिपोजिट गर्न चाहनुहुन्छ भने हाल तपाईँले यी पर्सेन्टेजको तपाईँहरू ब्याज दर पाउन सक्नुहुनेछ है। तपाईँलाई म साथीहरू दुवै हेराइदिएँ। तपाईँहरूलाई म लक्ष्मी स्वराज ब्याङ्कको मोबाइल ब्याङ्किङबाट पनि फिक्स्ड डिपोजिटको कति ब्याज दिइरहेको छ त्यो तपाईँलाई म हेराइदिएँ। अनि सिटिजन ब्याङ्कको मोबाइल ब्याङ्किङमा पनि तपाईँलाई म कतिको ब्याज दिइरहेको छ तपाईँहरूलाई म 2टा ब्याङ्कको कम्पेयर गरेर हेराइदिएँ। अहिले तपाईँ लगानी गर्न चाहनुहुन्छ भने यी पर्सेन्टेजका ब्याजहरू तपाईँ पाउन सक्नुहुनेछ। आजको लागि यति नै थियो साथी। तपाईँहरूको मनमा कुनै पनि जिज्ञासा हुन्छ भने प्लिज कमेन्ट गर्नुहोला।
म फेरि अर्को भिडियोमा अर्को टपिक लिएर उपस्थित हुनेछु। हवस् त धन्यवाद। जय नेपाल।